हो त्यो चाहिँ यस्तो के अब नेपाली उसबाट आएको हो नि त रेस्टुरेन्ट अस्ति नै अब त्यही भएर छिटो छिटो आउनुपर्ने भन्ने कुरा नि त्यही थियो नि त अनि उसले चाहिँ त्यो नेपाली ऊ चाहिँ बेचेको हो क्या रेस्टुरेन्ट चाहिँ अनि अब यहाँ सबै कुराहरू अब कामसाम सबै सिकेर अब जानेर आएको भए फेरि उसले फेरि थप गर्ने ऊ रहेछ प्लान रहेछ है अनि जब त्यो नजानेपछि अब उसले फेरि त्यतातिर ध्यान पनि दिएन है चाहिँ कोटिङ गर्ने कि आफै होइन ए भित्र कोटिङ 80 देखि 90 ग्राम 70 80 90 हेरिकन आउँछ त्यो कति छ नि अब चिजनको लागि पोको पाऱ्यो होइन हजुर पोको पारियो नि त ल पारौँ त अब वाह जमास उठा वाह गजमास उठा उठा उठो छाने वाह उठो भान्जाले मामाले मुख हेर्ने रे ल उठो उठो मामाले तल थापेलाको मामाले मुख हेर्ने रे वाह जमास जेठा मामाले पर्छ भान्जाले भान्जाले च्याप्पैसम्म के गर्नु ओहो नउठ्ने भयो भने लाला रोग सोग केही नलागोस् भन्ने टक्क लाएर अनि ल्याउनुहोस् अक्कल दिएर हुन्छ त्यो लु लु अब यहाँ समात्नुहोस् मामाको लु लैन यहाँबाट निकालेपछि यो पनि झिक्ने हो चिसो लाग्यो भने अर्कै हुन्छ ल पर्फेक्ट